जिन्दगीको एक पल पनि सुनका करोडौँ मूल्य दिएर किन्न सकिँदैन। हो हजुर, आज हाम्रो यात्रा फेरि हुँदैछ रम्बादेवी मन्दिर, एउटा चर्चित मन्दिर, एउटा शक्तिपीठ। यस्तो मन्दिरमा हामी जाँदैछौँ र सँगै यो भिडियो मार्फत तपाईँहरूलाई पनि लैजानेछौँ। आउनुहोस् जाउँ सँगै रम्बादेवी मन्दिर। दाइ बाइक जान्न भित्र, यहीँसम्म हो हाम्रो साधन, यहीँसम्मको लागि रहेछ र यो ठाउँबाट अब हामी पैदल जानुपर्ने हुन्छ। रम्बादेवीलाई मैले आफ्नो सक्दो तरिकाले चाहिँ परिभाषित गर्न र यसको परिचय दिने प्रयास गर्नेछु गुगल जेमिनीको सहायता लिएर। त्यसपछि मैले पनि सुनेको पुरानो किम्वदन्ती अनुसारले तपाईँहरू सामु यहाँ यसको बारेमा चाहिँ सकेसम्म परिभाषा दिँदै अगाडि बढ्नेछु। मसँग हेर्नुहोस् है त भिडियो अन्तिमसम्म हेर्नु। मेरो भाकल थियो, धेरै वर्ष अगाडिदेखि म यहाँ आएर एउटा पूजा गर्ने उस थियो। त्यसै अन्तर्गत म आजको दिनलाई पारेर पुस 12 गते हो आज, यही समयलाई आजको दिनलाई पारेर म यहाँभित्र प्रवेश गर्दैछु। एकदमै राम्रो एउटा पदमार्गहरू बनाइएको छ यसमा, हिँड्दा पनि आनन्द लाग्छ, मनमोहक दृश्यहरू देखिन सकिन्छ यहाँ। पाल्पा जिल्लाको ऐतिहासिक र धार्मिक महत्त्व बोकेको रम्बादेवी मन्दिर एउटा निकै प्रसिद्ध शक्तिपीठ हो। यो मन्दिर पाल्पाको रम्बा गाउँपालिका साबिकको ताउँ गाविसमा अवस्थित छ। यस मन्दिरका बारेमा धेरै रोचक र महत्त्वपूर्ण जानकारीहरू छन्। विशेष गरी धार्मिक तथा ऐतिहासिक महत्त्वहरूमा रम्बादेवीलाई मनोकांक्षा पुरा गर्ने देवीको रूपमा पूजा गरिन्छ। यो मन्दिर घना जङ्गलको बीच एउटा सानो डाँडामा अवस्थित छ, जसले गर्दा यहाँको वातावरण अत्यन्तै शान्त र आध्यात्मिक छ। यहाँ विशेष गरी ठुला चाडहरू जस्तै बडा दसैँ, चैते दसैँ र अन्य शुभ अवसरहरूमा भक्तजनहरूको ठुलो घुइँचो लाग्छ। कृष्ण जन्माष्टमीको दिनमा यहाँ पाइला राख्ने ठाउँ पनि हुन्न, त्यति मान्छे भिड हुन्छ। प्राकृतिक सौन्दर्यको विषयमा मन्दिरको वरपर सल्ला र अन्य प्रकृतिका रुखहरूको बाक्लो जङ्गल छ। यहाँबाट पाल्पाका विभिन्न भूभागहरू र हिमालका दृश्यहरू देख्न सकिन्छ। पिकनिक र पारिवारिक घुम्नका लागि पनि यो उपयुक्त स्थान हो। यो ठाउँमा पुग्नको लागि पाल्पाको सदरमुकाम तानसेनबाट करिब 30-35 किलोमिटर पूर्वतर्फको यात्रा गरेपछि ताहुमा पुगिन्छ। र आज हामी आएको चाहिँ धोबाटी भन्ने ठाउँबाट हामी माथि उक्लिँदै आयौँ। तानसेनबाट जिप वा बसको सुविधा पनि छ र कच्ची र पक्की सडक हुँदै हरियाली पहाडहरू छिचल्दै यहाँसम्म आइपुग्न सकिन्छ। यहाँ सबै जात जातिका र धर्मका मानिसहरू पनि उत्तिकै श्रद्धाका साथ पूजा गर्न आउँछन्। रम्बादेवी मन्दिरको नाम कसरी रहन गयो भन्ने बारेमा मुख्यतया यहाँ दुईवटा रोचक धार्मिक किम्वदन्तीहरू प्रचलित छन्। राम र सीताको वनवाससँग जोडिएको कथा। त्रेता युगमा भगवान राम, सीता र लक्ष्मण वनवासको क्रममा यस क्षेत्रमा आइपुगेका थिए भन्ने विश्वास गरिन्छ। त्यस बेला सीतालाई निकै तिर्खा लाग्यो, तर नजिकै कतै पनि पानी थिएन। सीताको तिर्खा मेटाउन भगवान रामले आफ्नो धनुष बाणले जमिनमा प्रहार गरी पानी निकालेका थिए। सीताको अर्को नाम रमा भएकाले उक्त पानीलाई रमापानी भन्न थालियो। पछि यही रमापानी शब्द अपभ्रंश हुँदै रम्बापानी र देवीको नाम रम्बादेवी रहन गएको मानिन्छ। अर्को मान्यता अनुसार यो क्षेत्र प्राचीन कालमा ऋषिमुनिहरूको तपोभूमि थियो। एक ऋषिले यहाँ कडा तपस्या गरिरहँदा उनलाई सपनामा देवीले दर्शन दिइन्। देवीले भनिन्, म रम्बादेवी हुँ, यहाँ जमिन मुनि मेरो शिला छ, त्यसलाई निकालेर पूजा गर्नु। सपनामा पाएको निर्देशनअनुसार ऋषिले जमिन खन्दा त्यहाँ एउटा शिला फेला पारे। त्यसैलाई देवीको रूपमा स्थापना गरी पूजा गर्न थालियो। यसरी देवी नामको रम्बादेवी रहन गएको भनाइ छ। अहिले त मन्दिरको नामबाटै अहिले उक्त क्षेत्रको गाउँपालिकाको नाम पनि रम्बा गाउँपालिका राखिएको छ। यहाँ अहिले पनि पानीको एउटा धारा छ, जसलाई त्यही रामले बाण हानेर निकालेको पवित्र जल मानिन्छ। यो क्षेत्रको इतिहासमा भुरे टाकुरे राजाहरू र उनीहरूले बनाएको किल्ला कोटहरूको ठुलो महत्त्वपूर्ण छ। यसको माथिल्लो जङ्गलको माथिल्लो भागमा डाँडामा यस्तो एकीकरणको समयको ससाना एउटा किल्लाहरू पनि अझै पनि भग्नावशेषको रूपमा देख्न सकिन्छ।
नेपाल एकीकरण हुनुअघि नेपाल सासाना राज्यहरूमा विभाजित थियो, जसलाई गण्डकी क्षेत्रमा 24 राज्य भनिन्थ्यो। पाल्पा र आसपासका क्षेत्रमा भुरिया राजाहरूको महत्त्व र किल्लाहरूको बारेमा बहुत राम्रो इतिहास पाइन्छ। यी किल्लाहरूमा ढुङ्गाका पर्खालहरू, इनारहरू र हातहतियार राख्ने ठाउँहरू हुने गर्थे। अहिले धेरै जसो ठाउँमा भग्नावशेष मात्र बाँकी छन्। यस मन्दिरमा आउनुपर्ने कारणहरू भनेको प्रमुख त यहाँ यस वरपरका क्षेत्रका मानिसहरूको भाकल र मनोकाङ्क्षा पुरा हुने विश्वास छ। धेरैजसो भक्तजनहरू यहाँ भाकल वर माग्न आउँछन्। विशेष गरी सन्तान नभएकाहरूले सन्तान प्राप्तिको लागि र बिरामी भएकाहरूले स्वास्थ्य लाभको लागि यहाँ पूजा गर्ने चलन छ। मगर संस्कृतिको अध्ययनअनुसार यहाँ पुजारी हुने र मगर संस्कार अनुसार पनि पूजा गरिने भएकाले संस्कृतिलाई चासो राख्नेहरू यहाँ आउँछन्। शक्तिपीठको दर्शन गर्न रम्बादेवीलाई अत्यन्तै शक्तिशाली देवी मानिन्छ। दसैँको समयमा यहाँ बलि दिने र विशेष पूजा गर्नेहरूको ठुलो घुइँचो लाग्छ। प्राकृतिक आनन्द र पिकनिक। यो मन्दिरको अग्लो डाँडा र घना जङ्गलको बिचमा रहेकोले मानिसहरू शीतल हावापानी र सुन्दर दृश्य हेर्न पनि यहाँ आउँछन्। रम्बादेवीको ख्याति स्थानीय स्तरमा मात्र नभई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरसम्म पनि फैलिएको छ। पाल्पाका स्थानीय मानिसहरूका लागि यो मुख्य धार्मिक केन्द्र हो भने नजिकैका जिल्लाहरू गुल्मी, स्याङ्जा, अरहाँची र तनहुँबाट समेत भक्तजनहरू यहाँ आउने गर्छन्। गर्मी छल्न र दर्शन गर्न रूपन्देही, बुटोल, कपिलवस्तु र नलपरासीबाट हजारौँ मानिसहरू यहाँ उक्लिन्छन्। भारतबाट समेत यहाँ आउने गरेको पाइन्छ। यसरी मैले आफ्नो भाकल पुरा गर्नको साथसाथै तपाईँलाई पनि यो भिडियो मार्फत रम्बादेवीको मन्दिरको दर्शन गराइन सफल भए। यसको लागि तपाईँहरूले मेरो भिडियोलाई कस्तो लाग्यो कमेन्ट गर्न र सब्सक्राइब गरेर साथ दिनलाई अनुरोध गर्दै रम्बादेवी भगवती माता की जय भन्दै भिडियो मार्फत बिदा हुन चाहन्छु। धन्यवाद।